अब भने चाहिँ म यहाँ चिया पुऱ्याउन जाँदैछु फ्लासमा हो। त्यो जिरो हो, काम चाहिँ यसरी हुँदैछ। रड लगाएर हो मुनि ढलाइ गरेको, अनि त्यो माथि एजिङ मुनेर मुनि त्यहाँदेखि रड गर्दैछ। सुरु भयो अब यस्तो टर्निङबाट चाहिँ हो। यहाँदेखि चाहिँ जिरो छ हो, यता चार्जहरू जाने पछि मेन गाउँ जाने भनौँ न। अब यहाँबाट चाहिँ काम गरेको दोस्रो दिन हिजो 20 तारिक मे 2025 दिन सुरु गरेको यो जिरोबाट हो। यहाँबाट चाहिँ हाम्रो घरहरू जान्छ। अनि देख्दै गरेको यो रोड चाहिँ, यो माथिल्लो रोड चाहिँ, यो माथिल्लो रोड चाहिँ माथिल्लो गाउँ चारजुरेहरू है, यसले भेटाउँछ भने यताबाट चाहिँ यो लिङ रोड भएको चाहिँ यो चाहिँ जिरो। हिजो दिन आरसिसी गरेको हो। आरसिसी गरेर चाहिँ यो काम गरिराख्नु भएछ भाइहरूले। अनि यहाँबाट चाहिँ ओह्रालै गएर तल छ यहाँ टर्निङमा ल्याउँछ। टर्निङबाट चाहिँ त्यहाँ यो तल्लो मुनिको भाइ टर्निङमा चाहिँ अफ भएको छ, त्यहाँ चाहिँ उयो गर्नुहुन्छ। पहिला चाहिँ हाम्रो अलकत्र बिछाउनुहुन्छ त्यहाँ हो। काम चाहिँ सुरु गरेको चाहिँ अस्तिदेखि नै हो, तर यहाँनिर यो के भन्छ ढलाइहरू गर्नुपर्ने होइन, प्लमहरू गर्नुपर्ने। अनि आरसिसी ढलाइ माथि गरेको छ जिरोमा चाहिँ। अनि ओह्रालै आउनुहुँदैछ गर्दै होइन। अहिले चाहिँ म चिया पुऱ्याउनु जाँदैछु माथि। यहाँ ढुङ्गाहरू थियो, बोकिसक्नु भयो हो सबै। अनि पहिला चाहिँ यो हाम्रो यहाँनिर चाहिँ अलिक अफ भएको छ नि त। कार्पेटिङ चाहिँ यहीँ पहिला गर्छु भन्नुभएको छ हो। किनभने चाहिँ यहाँ कार्पेटिङ गरियो भने मात्रै अब गाडी पनि राम्रोसँगले होइन उयो हुन्छ, कुद्छ। त्यसले गर्दा यहाँ चाहिँ अलिकति अब असुविधा हुन्छ। बाटो त ठुलो छ नि, तर अफ भएको कारणले गर्दाखेरि चाहिँ अलिक गाडी छ। बाइकहरू त आउँछ, बाइकको सिटहरू त मजाले हुन्छ, त्यस्तो प्रब्लम छैन। यहाँ माथि चाहिँ भाइहरूले काम गर्नुहुँदैछ। काम सुरु चाहिँ अस्तिदेखि नै भएको हो। अनि अहिले काम चाहिँ यहाँ भट्टाभट भइरहेको छ। यो जिरोमा चाहिँ यसरी प्लम घर आरसिसी ढलाइ भएको छ। यहाँ चाहिँ यहाँ चिया पुऱ्याउन आएको छु। अहिले काम गरेको यहाँनिर यहाँ भाइले काम गर्नुहुँदैछ। आरसिसी गरेर चाहिँ यसरी गर्नुहुँदैछ भाइले काम। अहिले चाहिँ चिया पुऱ्याउन आएको थिएँ म, यहाँ काम गर्दैछु भाइले। ल आज 22 तारिक मे 2025 हाम्रो काम चाहिँ यसरी ढलाइ भइरहेको छ। यो चाहिँ हाम्रो मेन याखाझोडा जान्छ। याखाझोडा भन्नाले हाम्रो चारजुरेहरू है, तल्लो फाटक भन्छ। यहाँबाट सिधै चारजुरे पुग्छ है, रोडले ठोकेको छ। यहाँदेखिको चाहिँ हाम्रो यहाँ भाइहरूले चाहिँ काम गर्नुहुँदैछ हो। त्यस्तो हुँदैछ है। लु म जाँदैछु, अब तपाईँहरूलाई बिस्तारै देखाइदिन्छु है बाटो। ल यहाँ हाम्रो ब्रिटिस भाइ भन्छ उहाँलाई, नाम शब्द ब्रिटिसै भन्छ उहाँले। ए भाइ, उहाँलाई नाम सोधेको हिजो ब्रिटिसै भन्छ उहाँले नाम हो। हजुर ब्रिटिसै हो नि है। भाइको चाहिँ इब्राहिम। यहाँ भाइको जैनाल। अच्छा, यहाँहरूले चाहिँ काम गर्नुहुँदैछ यसरी फर्केसन। अनि अब यो अस्ति खनिसकेको हो।
अब यहाँ चाहिँ कार्पेटिङै हुन्छ हुनु चाहिँ। अनि अब यहाँदेखि चाहिँ अब तल मेरो गाउँमै यसले चाहिँ पुग्छ यो बाटोले चाहिँ। यहाँ चाहिँ अलिकति अप छ भएको कारणले गर्दा पहिले कार्पेटिङ चाहिँ म यहीँ गर्नुहुन्छ अरे। यहीँ गएर कार्पेटिङ गऱ्यो भने चाहिँ गाडीहरू अब आवत जावत गर्नुलाई सुविधा हुन्छ नि त है। सामानहरू बोक्नु पऱ्यो, गिटी बलुवा जे पनि अब सामग्रीहरू बोक्नुको लागि चाहिँ हो। अनि यसरी चाहिँ माथि त्यहाँदेखि चाहिँ यहाँनिर चाहिँ है अब यहाँदेखि उस्तो त राम्रै छ, अब राम्रै छ, कुनै प्रकारको उयो छैन, अब अफ छैन हो। देखाउँदैछु यहाँनिर ढुङ्गाहरू थियो हो, बोकिसक्यो भाइहरूले सबै नै। यो ढुङ्गा यहाँ बाटोकै हो, यहाँ गिटीहरू कुटिरहेको छ होइन। अब यहाँबाट चाहिँ यस्तो छ, तपाईँहरूलाई देखाइदिँदैछु। यहाँबाट चाहिँ हाम्रो यहाँनिर चाहिँ घर चाहिँ हो, यहाँ घरकै अघि नै पुग्छ बाटो चाहिँ। यहाँदेखि पनि ओह्रालै गएको छ भन्नुपर्दा। अब यहाँबाट चाहिँ त्यसबाट गर्दैन टर्निङ हो, यहाँ चाहिँ टर्निङ छ हो। यहाँबाट तेर्सो चाहिँ उता जान्छ, यो गाउँै जान्छ यहाँबाट पनि। यहाँनिर चाहिँ टर्निङ चाहिँ यहाँनिर टर्निङ छ। चाहिँ यस्तै यतिको चाहिँ भएको छ। यहाँ चाहिँ तल गाउँ घरहरू देखिरहनु भएको छ। यो चाहिँ मेरो घरको अघिको दृश्य। आज चाहिँ अलिक समय पाइएर चाहिँ त्यस्तो चाहिँ के यहाँबाट पनि ओह्रालै छ, ओह्रालै छ र चाहिँ ओह्रालो तल्लो खोल्सासम्म पुग्छ।